मेरो चाहिँ पहिलो भ्लग अहिलेको टक्क सब्सक्राइब गर्नु होला। यसो नेपाली दाजुभाइ भएपछि नेपाली दाजुभाइहरूलाई सपोर्ट गरिदिनु होला है। कन्सल्टेसनमा जानै पर्यो अब हामीहरू पनि। A few moments later. त्यो बाटोको नाम त्यो हामी कन्सल्टेसन गर्ने ठाउँको नाम के? ग्यालेक्सी कन्स्टिट्युट हो। पढाइ चाहिँ एकदम राम्रो छ। कन्सल्टेन्सी हो के इन्स्टिट्युट भन्छ नि कन्सल्टेसन भन्छ। त्यो कन्सल्टेसन जान लाग्यो पढाइ चाहिँ निकै राम्रो छ क्या त्यहाँ। अब के अरे हस्पिटलको त्यो बिगिनर क्लास हो नि त। आन्यङ गीत खान्छ भन्दा त्यहाँभन्दा अरू त केही आउँदैन हो कलेज 12 पास गरेर अरू के गर्नु होइन। घरको जिम्मेवारी पुग्नलाई केही न केही त गर्नै पर्यो। अनि फर्स्ट टाइम हो कि मैले भ्लगै बनाएको यार। यस्तो यो गुइएको मल के देखाउनु हाम्रो अवगतलाई नि भेट्दैन। त्यो बिजी मलमा त्यो काम गर्ने चाउ छ नि त्यो चक्लेट पसलमा आइरहेको छ कि मैले चिनेको छु त्यो बुढोले। तर जस्तो ठुलो चाउ भयो भने है उसले कबाडी चुत्ती जस्तो भएर हिँड्दो रहेछ क्या। क्या बक रहे हो मादरचोद? तर त्यस्तो भन्न खोजेको होइन है मैले। फेरि अलि ठुलो मलको चाउ भएपछि अलि हुन्नु नि टक्क स्ट्यान्डर्ड कपडा लाएर होइन। हुन त त्यत्रोको मान्छे त्यो घमण्ड नदेखाउने मान्छे राम्रो त्यस्तो नहुनेवाला होइन। के रोड मात्रै देखाएको होइन क्या के देखाउँदा नि अब यहाँ यो देखाउने ठाउँ त्यही घर रोड हो। अब हाम्रो मामा निकै लजाउनु भयो। मैले आज भ्लग बनाइदिएको पहिलोचोटि। ल हामीहरू कन्सल्टेसन अब भरे बेलुका अहिले भोज पुगेन कि सरी है सरी। भरे बेलुका मेरो भ्लग आउँछ छोटो भ्लग ल यसो हेरिदिनु होला होइन।